आईफोन को टेंशन पर का आईफोन का यार के टेन्सन लिएको यार हामी एन्ड्रोइड फोन चलाएर त भइरहेको छ जतिखेर एन्ड्रोइड लिएर हिँडिरहेको छु तपाईँलाई आइफोन कहाँको भुत चढ्यो फेरि होइन तामाङको छोरो यसो खाएको हुन्छ नै कतै नगयो कि माङको छोरो यसो खाएको हुन्छ नै कतै नगयो कि भन्ने डर पो लाग्छ कहिले त घरतिर अब रुमतिर के गर्ने हो फेरि खिच्यो होइन हो के साह्रो गर्मी बढेको गाँठो एकछिन त बस्नु पर्यो यार न कम्पनी चलेको छ न पैसा छ घर पठाउने पैसा पनि छैन साथीहरू सबै भन्छन् आइफोन 17 18 भन्छन् अब त के गरी किन्ने होला रहर त लाग्छ हो के गर्ने केटाहरूको हातमा 17 18 भन्छन् मोबाइल कसरी किन्ने होला यार होइन आज समीर दाई पनि यतै आउँछु भन्दै हुनुहुन्थ्यो भाइ पार्कतिर आउन आज उतै बसौँला यसो गफ गरौँला भन्नुभएको थियो कहाँ बस्नुभएको छ बुढो मान्छे कमेडी छ नि बुढा पनि मान्छे निकै कमेडी हुन्छ कहाँ बस्नुभएको छ अब खोज्न पर्छ सबैको हातमा आइफोन छ आफू त त्यत्रो वर्ष विदेश बसिसक्यो एउटा आइफोन पनि किन्न सकेन धिकार छ यार ओहो म खोज्दै हिँडेको तपाईँ त यहाँ आएर बस्नु भएछ अनि त के छ यतै छु यार ठिकै छ यार आइफोनको टेन्सन भयो कि आइफोन चलाउनु पर्यो मलाई जसरी आइफोन चलाउनु पर्यो यार 17 18 भन्छन् ए र के टेन्सन लिएको यार हामी एन्ड्रोइड फोन चलाएर त भइरहेको छ जतिखेर एन्ड्रोइड लिएर हिँडिरहेको छु तपाईँलाई आइफोन कहाँको भुत चढ्यो फेरि यहाँ के गर्नु भाइ यार चलाउनु पर्यो नि यार जसरी पनि चलाउनै पर्यो के आइफोन मलाई यो किड्नी बेच्ने विचार गर्नुपर्छ क्या अब आइफोन आइफोन भन्नु छ किड्नी बेच्ने विचार गर्नुपर्छ होइन भाइ मलाई जसरी पनि आइफोन चाहियो किड्नी बेचेर हुन्छ कि कसरी हुन्छ मलाई आइफोन चलाउनु पर्यो अब भनौँ भने के भन्नु भाइ अब सपनामा नै त्यही देखिरहेको छ यार यो बुढो किड्नी कसले चाहिँ किन्ला र हो भाइ के गर्ने यार मान्छे पो बुढो भएको नि यार दाइ यार किड्नी त बुढो भएन नि हो किड्नी त बिकिहाल्छ नि होइन भाइ के गर्नु यार बेला बेलामा तामाङको छोरो यसो खाएको हुन्छ नै कतै नगयो कि भन्ने डर पो लाग्छ कहिले त दाइ पनि के कुरो गर्नु यार एउटा आइफोन किन्नलाई पनि किड्नी बेच्न पर्ला त नि होइन मलाई त लास्टै रहर लागेर त म त एक साइडको बेच्छु एक साइडको चाहिँ काम त चल्छ भन्ने सुनेको थियो है जसरी भन्ने मलाई त आइफोन चाहिँ चाहियो है भाइ म बेच्ने हो दाइको कम्पनी चले आएन र नभएर त यहाँ किड्नी बेच्न लाग्यो यार ए बर्बाद पहिला त किड्नी बेच्ने होइन जाइ फिर्ता गर्नुहोस् कम्पनी चल्छ ल आउनुहोस् ए ल यसो यता पार्कतिर घुम अब किड्नी नै बेच्न पर्दैन फिर नगर्नुहोस् अब कम्पनी चलिहाल्छ कम्पनी चले पछाडि त भइहाल्यो नि खै भाइ के हुन्छ हेरौँ ए यार यो परदेशमा आउने नाफा जिन्दगीमा आफू झोत्रै नै भयो काम पनि पाएन के भने दुःख मात्रै पायो ए यार दिमाग खराब भइरहेछ खै के गर्ने यार दिमाग खराब भइरहेको छ यस्तै हो यार जिन्दगी त यसै भएन उठे भएन यस्तै यस्तै जाँडा जे परे पर्छ लु त ग्यामै ठोकेर बस्दिनु पर्यो के गर्दा अब जिन्दगी यस्तै छ धात्रे भइहाल्यो ढिलै भइसक्यो आज त ल यो मान्छेलाई मैले कहाँ देखेँ रे भाइ काम मिल्यो तिम्रो कहाँ मिल्नु दाइ नमिल्यो त बेरोजगारी भएर यसरी बसिरहेको छु त गाह्रो छ यो भाइलाई मैले कहाँ देखेँ यार ओ मैले सपना देखेको थिएँ यार भाइ तिमीलाई अझै भेट भयो ल यो भाइलाई तपाईँलाई मैले सपना देखेको दाइला पहिला सुरुमा आउँदाखेरि सपनामा देखेको भाइ हो मैले अनि भाइ नेपाली हो नेपाली नै हो दाजु यार हेर्दा त चाइनिज जस्तो लाग्छ यार हो नि अब फेस चाहिँ चाहिने जस्तो छ यार म त झुकिरहेको नि मैले तिमीलाई सपना देखेँ यार भाइ मगरको छोरो पऱ्यो के गर्ने यस्तै छ आँखा तिम्रै नाक खेप्छु सधैँ के छ काम खोज्दै हिँडेको काम खोज्दैन हो दाजु काम पाएन काम पाएको छैन है पाएन दाइ
गाह्रो छ यार परदेशमा बेरोजगारी भत्ता थाप्दैछ कि यहीँ भाइलाई काम चाहिएको भने मैले चिनेको छु कि एउटा एजेन्सी हजुर हो त्यहाँ गएर बुझौँला होइन हामी तिनैजना गएर त्यहाँ बुझ्नुपर्छ त्यो एजेन्सीमा बुझ्नुपर्छ काम मिल्यो भनेदेखि काम पाउँछ भाइ तर पैसा चाहिँ कम हुन्छ है अलिकति हुन्छ दाइ अहिले हाललाई त काम अब चाहियो कि मलाई त पैसा कम भयो भने ल काम अहिले अहिले जाउँ त त्यसो भने अहिले जाउँ पछि अनि त्यहाँबाट काममा लगाउनु पर्छ हुन्छ ल जाउँ ल नाच नि त एकचोटि सन्तोष